नमस्कार सबैजनामा। आज अर्को टपिकको भिडियो लिएर आएका छौँ। आजको टपिक रहेको छन् कन्स्ट्रक्सन मेटेरियल्स। यो भनेको कन्स्ट्रक्सन मेटेरियल्स कोशी प्रदेश हुन गएको एसिस्टेन्ट सब इन्जिनियर पदको लागि सिलेबस अनुसारको यो टपिक हामी लिएर आएका छौँ। 4.1 मा रहेका छन् जेनरल एरिया अन एबिलिटी अफ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल्स इन द डिफ्रेन्ट इकोलोजिकल रिजन अफ नेपाल। नेपालको डिफ्रेन्ट इकोलोजिकल रिजनमा कस्तो खाले कन्स्ट्रक्सन मेटेरियल इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियलहरू एभाइलेबल छ भन्ने कुराको केही आइडियाहरू बारेमा यो टपिक भनेको रहेछन्। यो टपिकभित्र यस प्रकारका क्वेसनहरू रहेका छन्, एमसिक्यूहरू। हामी अब हेरौँ। क्वेसन नम्बर 1 मा रहेको छन् Which of the following indigenous construction material is most evidently available in the Tarai region of Nepal and has traditionally used for housing? यो क्वेसन के भन्न खोजेको भने नेपालको तराई रिजनमा मोस्ट एभिडेन्ट एभाइलेबल कुन कन्स्ट्रक्सन मेटेरियल हो भनेर सोधेको रहेछन्, जुन हामी ट्रेडिसनली युज गर्छौँ कि घरहरूमा। अप्सन ए मा रहेको छन् स्लेट स्टोन, बी मा रहेको छ ब्याम्बोज, सी मा रहेको छन् पाइनवुड, डी मा रहेको छन् लाइमस्टोन। यो स्लेट स्टोन भनेको फाइन ग्रेन फोलेटेड मेटामर्फिक रक हो, जुन हामी प्राय हिली रिजनमा पाउने गर्छौँ। त्यही भएर यो त ट्रेडिसनली एभाइलेबल त होइन, मोस्ट एभिडेन्टली एभाइलेबल पनि होइन तराई रिजनको लागि। अर्को रहेछन् ब्याम्बो। ब्याम्बो तराई रिजनमा मोस्टली एभिडेन्टली एभाइलेबल छ, पर्याप्त मात्रामा पाउँछ, त्यही भएर यो हुन सक्छन्। अनि सीमा रहेछन् पाइनवुड। पाइनवुड भनेको कन्फेरियस टाइप अफ ट्री हो, जुन मेनली हिमालयन रिजनमा एभाइलेबल हुन्छन्, जुन मेनली हाम्रो माउन्टेन एरियामा एभाइलेबल हुन्छन्, त्यही भएर यो पनि होइन। लाइमस्टोन भनेको कन्स्ट्रक्सनमा युज हुन्छ कि बट नट कमनली इन तराई हाउस। कन्स्ट्रक्सनमा युज हुने हो, मेटेरियल पनि हो, तर यो हामीको यो लाइमस्टोन भनेको चुना हो कि सेडिमेन्टरी रक हो। यो सेडिमेन्टरी रक हो, त्यही भएर यसको मोस्टली एभिडेन्टली एभाइलेबल इन तराई रिजन भनेको हाम्रो ब्याम्बो हो। त्यही भएर अप्सन नम्बर बी इज करेक्ट। यसको लागि अप्सन नम्बर बी इज करेक्ट। त्यसै गरी अर्को क्वेसन रहेछन् क्वेसन नम्बर 2 मा ए सिग्निफिकेन्ट च्यालेन्ज इन युजिङ लोकली सोर्स स्टोन फर कन्स्ट्रक्सन इन द हिली रिजन अफ नेपाल। यो क्वेसनले के भनिरहेछन् भने नेपालको हिली रिजनमा सोर्स अफ स्टोन एभाइलेबल छ लोकली, तर के च्यालेन्ज छन् कि त्यो सोर्स अफ स्टोन हुँदा पनि युज गर्न पाइरहेको छैन भनेर सोधेको रहेछन्। के च्यालेन्जहरू यस्तो छन् कि जुन सोर्स अफ स्टोन त एभाइलेबल छ यो रिजनमा, तर पनि हामीलाई सिग्निफिकेन्ट वेमा लोकली एभाइलेबल भए तापनि युज गर्न पाइरहेको छैनौँ भन्नाले भन्न खोजेको के हो, मेन च्यालेन्ज वाइल युजिङ स्टोन इन हिली रिजन, त्यो भन्न खोजेको। अप्सन नम्बर ए मा रहेछन् इट्स लो कम्प्रेसिभ स्ट्रेन्थ, बी मा रहेको छन् डिफिकल्ट ट्रान्सपोर्टेसन एन्ड एक्सेसिबिलिटी, सी मा रहेको छन् इट्स स्टेबिलिटी टु इन्फेस्टेसन्स, डी मा रहेको छन् इट्स हाई वाटर एब्जर्प्सन रेट। यो भनेको क्वेसनले के भन्छ, स्टोन त एभाइलेबल छ हिलमा, तर लगाउन धेरै गाह्रो भइरहेछ कि यो मेन भनेको नि लग्न गाह्रो भइरहेछन्, एक ठाउँबाट अर्को ठाउँ ट्रान्सपोर्टेसन एन्ड एक्सेसिबिलिटी डिफिकल्टी भइरहेछ कि, त्यही भएर यो च्यालेन्ज भनेको मेन च्यालेन्ज हो भनेर हो। त्यसै गरी यो लो स्ट्रेन्थ भनेको त एक्चुअली स्टोन इज स्ट्रङ भन्न खोजेको, तर स्टोन त हाम्रो स्ट्रङ हुन्छ, तर यो लो कम्प्रेसिभ स्ट्रेन्थ भनेको छ, यो त पक्कै हुँदैन। यो पनि यो इट्स ससेसिबिलिटी टु टर्माइट इन्फेस्टेसन भनेको दिमकको आक्रमण हुन्छ नि, दिमकको आक्रमणले को सम्भावना भनेर यो टपिकले भनेको छन्, यो पोइन्टले भनेछन्। यो भनेको दिमक टर्माइट इन्फेस्टेसन भनेको दिमक हो कि दिमकको आक्रमणको सम्भावना हुने चान्स छ भनेर भनेको रहेछन्। डी मा रहेछन् इट्स हाई एब्जर्प्सन रेट। इट्स हाई एब्जर्प्सन भने यो त एउटा प्रब्लम हुन सक्छ कि यो प्रब्लम हुन सक्छ, बट नट मेजर वान कि यो मेजर प्रब्लम होइन, त्यही भएर यो अप्सन हुँदैन। त्यही भएर अप्सन नम्बर बी इज करेक्ट। त्यसै गरी
अर्को क्वेसन रहेका छन्। क्वेसन नम्बर 3 मा छन् व्हाट इज ए ट्रेडिसनल एन्ड सस्टेनेबल कन्स्ट्रक्सन मेटेरियल कमनली फाउन्ड इन द माउन्टेनियस रिजन अफ नेपाल नोन फर इट्स इन्सुलेसन प्रोपर्टिज। यो भन्न के खोजेको भने माउन्टेन रिजनमा इन्सुलेसनको लागि बेस्ट ट्रेडिसनल मेथड के हो? माउन्टेन रिजन अफ नेपालमा इन्सुलेसनको लागि इन्सुलेसन प्रोपर्टिज भएको या इन्सुलेसनको लागि बेस्ट ट्रेडिसनल मेटेरियल के हुन् भनेर सोधेको रहेछन्। यसको अप्सन नम्बर ए मा रहेको छन् सिमेन्ट, यो त थर्मल इन्सुलेसनको काम हुन्छ। अरू हेरौँ कोरुगेटेड आइरन सिट, टिम्बर एन्ड क्ले ब्रिक। भन्नाले यो कोरुगेटेड आइरन सिट भनेको हिट पास गर्छ, त्यही भएर यो इन्सुलेसन प्रोपर्टिजमा छैन। टिम्बर भनेको स्पेसली यहाँ कन्फेरियस भेराइटी दिएको छ कि माउन्टेनमा पाइन फर जस्तो कन्फेरियस टिम्बर युज हुन्छ कि वान दिन हेल्पफुल, त्यही भएर यो अप्सन नम्बर सी इज करेक्ट। यो क्ले ब्रिक छ भने यो मोडरेट इन्सुलेसनको काम गर्ने गर्छन् बट नट बेस्ट फर द कोल्ड क्लाइमेटको लागि यो बेस्ट क्ले ब्रिक होइन, त्यही भएर अप्सन नम्बर सी इज सुटेबल एन्ड बेस्ट एन्सर, बेस्ट अप्सन। त्यसै गरी अर्को क्वेसन रहेको छन्। क्वेसन नम्बर 4 मा द टाइप्स अफ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल रेडली एभाइलेबल इन अ रिजन अफ नेपाल इज प्राइमरी इन्फ्लुएन्स्ड बाई इट। यो क्वेसनले के भनेको रहेछ भने लोकल मेटेरियल कि आर इन्फ्लुएन्स्ड बाई वाट। यो भन्न के खोजेको भने लोकल मेटेरियल जुन हाम्रो एभाइलेबल हुन्छ नि त्यो के इन्फ्लुएन्स गरेर हुन्छन् केबाट इन्फ्लुएन्स हुन्छन् भनेर। लोकल मेटेरियल्स आर इन्फ्लुएन्स्ड बाई वाट, यो भनेको अप्सन ए मा रहेको छन् पोलिटिकल बाउन्ड्रिज, यो चाहिँ इरिलिभेन्ट भइसक्यो, यो त हुँदैनन्। इकोनोमिक पोलिसिज, यो भनेको इन्फ्लुएन्स त गर्छ, इकोनोमिक पोलिसिजले त इन्फ्लुएन्स त गर्छ बट नेचर इज प्राइमरी, सो यो पनि हुँदैनन्। अप्सन नम्बर सी भनेको जियोलोजिकल फर्मेसन एन्ड क्लाइमेट, यो एउटा सुटेबल एन्सर हो। जियोलोजिकल फर्मेसन एन्ड क्लाइमेट, कहाँ कस्तो मेटेरियल एभाइलेबल छ डिपेन्ड अन जियोलोजिकल फर्मेसन एन्ड क्लाइमेट, सो नट त्यही भएर योहरू केही हुँदैन। यो यसको बेस्ट अप्सन भनेको अप्सन नम्बर सी जियोलोजिकल फर्मेसन एन्ड क्लाइमेट इज अ बेस्ट एन्सर। अर्को क्वेसन रहेको छन्। क्वेसन नम्बर 5 मा व्हिच ट्रेडिसनल कन्स्ट्रक्सन टेक्निक इन नेपाल हेभिली युटिलाइज लोकली एभाइलेबल सोइल अप्टेन मिक्स विथ स्ट्र एन्ड पार्टिकुलरली इन रुरल एरिया। यो क्वेसनले के भनेको रहेछ भने प्राय गरी रुरल एरिया अफ नेपालमा हामी के गर्छौँ भने स्ट्र युज गर्छौँ कि स्ट्रलाई केमा लोकली एभाइलेबल सोइलसँग मिक्स गरेर हामी केही कन्स्ट्रक्सन टेक्निकहरू बनाउने गर्छौँ। परम्परागत रूपमा हामी पहिलेदेखि हाम्रो कन्स्ट्रक्सन टेक्निकहरू छन्, यो माटो र परालको मिश्रण गरी बनाएको हुन्। त्यही भएर चाहिँ व्हिच ट्रेडिसनल कन्स्ट्रक्सन यहाँ बनिरहेछन्। यो भनेको रिन्फोर्समेन्ट कन्क्रिट फार्मिङ, यो त पक्कै होइन, रिन्फोर्स्ड हामी युज गरेकै छैनौँ। त्यही भएर स्टिल ट्रस प्रुफिङ पनि होइन, हामी स्टिल पनि युज गरेका छैनौँ। एडोब र मड कन्स्ट्रक्सन, यो भनेको एउटा सुटेबल एन्सर भयो। स्टोन मेसनरी विथ सिमेन्ट मोटर, न हामी स्टोन युज गरेका छौँ न हामी मोटार युज गरेका छौँ, त्यही भएर अनि यो भनेको त कस्टली एन्ड लेस कमन इन रिमोट एरिया, हामी रिमोट एरियामा पाउँदैनौँ। यहाँ कुरा खासमा भनेको रुरल एरिया नेपालमा भनेको छन् कि, त्यही भएर यो स्टिल पनि हामी भइगयो अर्बन एन्ड मोडर्न भइसक्यो। यो इन्फोर्समेन्ट पनि हाम्रो के भएको भने एक्सपेन्सिभ नट ट्रेडिसनली छन्, त्यही भएर हाम्रो बेस्ट अप्सन भनेको क्वेसन नम्बर 5 को सी अप्सन इज द बेस्ट। मड कन्स्ट्रक्सन भन्छन् त्यो त्यस्तो ट्रेडिसनललाई। त्यही भएर अर्को क्वेसन रहेको छन्। क्वेसन नम्बर 6 मा रहेको छन् प्रमोटिङ द युज अफ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल इन नेपाल एलाइन विथ द कन्सेप्ट अफ। यो भन्न के खोजेको छ भने युजेस अफ इन्डिजिनियस मेटेरियल कि प्रमोट हामी कसरी प्रमोट गर्न सक्छौँ। यो क्वेसनले के भन्दो रहेछन् भने द युजेस अफ इन्डिजिनियस मेटेरियल इन नेपाल एलाइन विथ द कन्सेप्ट अफ, हामी यो इन्डिजिनियस मेटेरियल नेपालको इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियललाई कसरी प्रमोट गर्न सक्छौँ भनेर भनेका छन्। केले प्रमोट गर्छन् भनेर, कसरी गर्छौँ भनेर के तरिका छन् त्यस्तो। यहाँ अप्सन एमा रहेछन् ग्लोबलाइज कन्स्ट्रक्सन स्ट्यान्डर्ड, यो भनेको फोकस अन लोकल सुटेबिलिटीको लागि त ग्लोबलाइज कन्स्ट्रक्सन स्ट्यान्डर्ड हो। हाई राइज अर्बन डेभलपमेन्ट भनेको यसको रिलेटेड त भएन यो, त्यही भएर सस्टेनेबल एन्ड रिसोर्स इफेक्टिभ कन्स्ट्रक्सन एन्ड डीमा रहेको छन् डिपेन्ड्स अन इम्पोर्टेड मेटेरियल, यो पनि होइन। हामीले खासमा कुरा गरेको यो इम्पोर्टेड मेटेरियल त होइन, हामी खासमा गरेको इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियललाई कसरी प्रमोट गर्न सकिन्छ भनेर क्वेसन सोधेको रहेछन्। यो भनेको सस्टेनेबल एन्ड रिसोर्स इफिसियन्ट कन्स्ट्रक्सनले गर्दा मात्र हामीले प्रमोट गर्न सक्छौँ।
यो भन्न के खोजेको भने लोकल मेटेरियल युज गर्दा इम्पोर्ट रिड्युस हुन्छ, लोकल इकोनोमी सपोर्ट हुन्छ एन्ड इज सस्टेनेबल हुन्छन् भनेर यो पोइन्टले भन्न खोजेको हो। त्यही भएर अप्सन सी इज अ करेक्ट अप्सन। त्यसै गरी अर्को क्वेसन रहेको छन्। क्वेसन नम्बर 7 मा अ की इकोनोमिक एडभान्टेज अफ युटिलाइजिङ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल इन नेपाल स्पेसली इन लोर एरिया इकोनोमिक्स इज। यो भन्न के खोजेको हो भने इकोनोमिक बेनिफिट अफ लोकल मेटेरियल इन द केस अफ लोअर इकोनोमिक्स स्पेसली इन रुरल इकोनोमिक्स। इकोनोमिक बेनिफिट अफ लोकल मेटेरियल। त्यही भएर अप्सन रहेछन् रिडक्सन इन द निड फर स्किल लेबर, लोवर ट्रान्सपोर्टेसन कस्ट एन्ड सपोर्ट फर द लोकल इन्डस्ट्री। यो ट्रान्सपोर्टेसन कस्ट कम लाग्छ, सपोर्ट द लोकल इन्डस्ट्रीलाई इन सपोर्ट मिल्छन्, फास्टर कन्स्ट्रक्सन टाइमलाइन्स, सुपेरियर एस्थेटिक एपिल्स। यो पनि होइन, यो भनेको सबभन्दा सुटेबल एन्सर भनेको अप्सन नम्बर बी लोवर ट्रान्सपोर्टेसन कस्ट एन्ड सपोर्ट फर लोकल इन्डस्ट्री। भन्नाले इकोनोमिकल बेनिफिट अफ लोकल मेटेरियलको लागि के हो भने लोवर ट्रान्सपोर्टेसन कस्ट एन्ड सपोर्ट फर लोकल इन्डस्ट्री। जति लोकल युज गर्छ त्यति ट्रान्सपोर्टेसन कस्ट कम हुन्छन्, त्यही भएर लोकल वर्कर पनि इम्प्लोय हुन्छन्। यो भनेको वान अफ दि बेस्ट एन्सर हुन्छन्। त्यही भएर अर्को क्वेसन रहेको छन् क्वेसन नम्बर 8। क्वेसन नम्बर 8 मा रहेको छन् अ पोटेन्शियल इन्भाइरोमेन्टल कन्सर्न एसोसिएट विथ द अनसस्टेनेबल एक्सट्र्याक्सन अफ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल लाइक स्टोन एन्ड टिम्बर इन नेपाल। यो भन्न के खोजेको छ भने क्वेसन नम्बर इन्भाइरोमेन्टल कन्सर्नको कुरा गरेको छन् कि अफ युजिङ लोकल मेटेरियल, अफ युजिङ ओभर युजिङ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल्स जस्तै यो स्टोन र टिम्बर। त्यही भएर यसो अप्सन नम्बर एमा रहेको छन् इन्क्रिज कार्बन सेक्वेस्ट्रेसन्स प्रिजर्भेसन्स अफ बायोडाइभर्सिटी। अप्सन सीमा रहेछन् डिफोरेस्टेसन एन्ड ल्यान्ड डिग्रेडेसन्स। अप्सन डीमा रहेछन् रिड्युस एयर पोल्युसन्स। यो भनेको अप्सन नम्बर सी हुन्छन् डिफोरेस्टेसन एन्ड ल्यान्ड डिग्रेडेसन्स इज द बेस्ट अप्सन। अप्सन नम्बर 9 मा रहेको छन् इन्टिग्रेटिङ मोडर्न कन्स्ट्रक्सन नलेज विथ द युज अफ इन्डिजिनियस मेटेरियल्स लाइक ब्याम्बू क्यान लिड टु द स्ट्रक्चर द्याट आर। हामीले लोकली एभाइलेबल यो इन्डिजिनियस मेटेरियल ब्याम्बू युज गर्दा इन मोडर्न कन्स्ट्रक्सनमा के कस्तो प्रभाव पर्छन्, स्ट्रक्चर बन्छन्। खासमा भन्नुपर्दा यो के ब्याम्बू प्लस मोडर्न नलेजले कस्तो स्ट्रक्चर बनाउँछ कि कस्तो स्ट्रक्चर बन्छ भन्ने कुरालाई यो भनेको रहेछन्। यो भनेको मोर एक्सपेन्सिभ हुन्छ कि टु बिल्ड, लेस रेसिस्टेन्स टु अर्थक्वेक हुन्छ कि बोथ स्ट्रक्चरली साउन्ड एन्ड इन्भाइरोमेन्टल फ्रेन्डली हुन्छ कि ओन्ली सुटेबल फर टेम्पोररी सेल्टर। यो भनेको अप्सन नम्बर सी बोथ। यो युज गर्दा मोडर्न प्लस ब्याम्बो युज गर्दा इन्डिजिनियस मेटेरियल लाइक ब्याम्बो युज गर्दा के हुन्छ भने दुइटै के हुन्छ भने बोथ स्ट्रक्चरली साउन्ड भन्नाले राम्रो हुन्छन् कि ब्याम्बोलाई इन्जिनियर गरेर युज गर्न मिल्छ। मेकिङ स्ट्रङ एन्ड ग्रिन बिल्डिङहरू पनि बनाउन मिल्छन्, त्यही भएर इको फ्रेन्डली पनि भइगयो। त्यही भएर अप्सन सी इज अ करेक्ट एन्सर, करेक्ट अप्सन। त्यसै गरी अर्को क्वेसन रहेको छन् क्वेसन नम्बर 10 मा गभर्मेन्ट क्वेसन नम्बर 10 मा रहेको छन् गभर्मेन्ट इनिसिएटिभ इन नेपाल एम्ड एट प्रमोटिङ इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल्स अप्सन फोकस अन। यो क्वेसन के भन्न खोजेको छ भने गभर्मेन्टको फोकस रिगार्डिङ लोकल मेटेरियल्स के छ भनेर कस्तो फोकस हुन्छन् भन्ने के कस्तो फोकस छ भनेर गर्नुपर्छ भनेर भनेको रहेछन्। यो भनेको अप्सन एमा रहेको छन् इन्करेजिङ द इम्पोर्ट अफ एडभान्स मेटेरियल। अप्सन बीमा रहेछन् स्ट्यान्डर्डाइजिङ द क्वालिटी एन्ड टेस्टिङ द लोकल रिसोर्सेस। अप्सन सीमा रहेछन् डिस्करेजिङ द ट्रेडिसनल बिल्डिङ प्र्याक्टिसेस। अप्सन डीमा रहेछन् सोली फोकसिङ अन अर्बन कन्स्ट्रक्सन निडेड। यो भनेको गभर्मेन्टले फोकस गर्नु रिगार्डिङ द इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल भनेको के कसरी गर्नुपर्छ भने स्ट्यान्डर्डाइजिङ द क्वालिटी एन्ड टेस्टिङ अफ अ लोकल रिसोर्स। यो भनेको फोकस गर्नु पर्दो रहेछ यो कुरामा स्ट्यान्डर्डाइजिङ द क्वालिटीलाई स्ट्यान्डर्ड गर्न र लोकललाई रिसोर्सेसलाई टेस्टिङ गरेर इम्प्रुभ गर्नमा ध्यान पुर्याउनुपर्छ गभर्मेन्टलाई भनेर कुरा यो नेपालको एम भनेर गभर्मेन्ट इनिसिएटिभ एम्ड भनेर भनेको रहेछन्। त्यही भएर अप्सन नम्बर बी इज अ करेक्ट अप्सन। त्यसै गरी अर्को रहेको छन् क्वेसन नम्बर 11 मा इन द कन्टेक्स्ट अफ नेपाल ब्याम्बो इज सिग्निफिकेन्ट इन्डिजिनियस मेटेरियल नन फर द इट्स ऱ्यापिड ग्रोथ एन्ड भर्साटिलिटी इन एप्लिकेसन सच एज। यो क्वेसनले के भन्दो रहेछन् भने खासमा भन्नुपर्दा यो सिम्पलमा नेपालको केसमा ब्याम्बोको युज के हो भनेर ब्याम्बो केमा युज गर्छन् भनेर त्यही भएर युज अफ ब्याम्बो इन द केस अफ नेपाल इन द कन्टेक्स्ट अफ नेपाल भनेर सोधेको रहेछन्। त्यहीमा हाई स्ट्रेन्थ कन्क्रिट इन्फोर्समेन्ट हो कि
फाउन्डेसन वर्क फर अ लार्ज बिल्डिङ हो कि स्काफोल्डिङ हाउसिङ कम्पोनेन्ट एन्ड फर्निचर वर्क हो कि रोड पेभिङ एन्ड इम्ब्याङ्कमेन्ट स्टेबिलिटी। यो हामीलाई हाई स्ट्रेन्थ कन्क्रिट रेन्फोर्समेन्ट होइन। फाउन्डेसन वर्क फर लार्ज हामीले फाउन्डेसन वर्कमा पनि युज गर्दैनौँ। यो खासमा भनेको हामी स्काफोल्डिङमा युज गर्छौँ कि स्काफोल्डिङहरूमा युजिङ हाउस कम्पोनेन्ट एन्ड फर्निचरहरूमा हामी युज गर्ने गर्छौँ। त्यही भएर अप्सन नम्बर सी इज करेक्ट। रोड पेभिङमा हामी युज गर्दैनौँ, त्यही भएर अप्सन सी इज अ बेस्ट अप्सन फर दिस क्वेसन्स। त्यसै गरी अर्को क्वेसन रहेको छ क्वेसन नम्बर 12मा सोइल इज एन इन्डिजिनियस कन्स्ट्रक्सन मेटेरियल इन नेपाल भ्यारी सिग्निफिकेन्टली बाई रिजन्स। विच टाइप अफ सोइल इज ट्रेडिसनली युज फर मेकिङ एडोब ब्रिक्स। एडोब ब्रिक्स बनाउनलाई हामी कुन सोइल युज गर्छौँ भनेर सोधेको रहेछन् कि कुन ब्रिक्स एडोब ब्रिक्स बनाउनलाई हामी खासमा कुन सोइल युज गर्छौँ। यहाँ क्वेसन अप्सनमा रहेको छन् स्यान्डी सोइल, अप्सन बीमा रहेछन् लोमी सोइल विथ सफिसियन्ट क्ले कन्टेन्ट, अप्सन सीमा रहेछन् ग्राभली सोइल, अप्सन डीमा रहेछन् सिल्ड सोइल विथ द हाई अर्ग्यानिक म्याटर्स। यो भनेको हामी खासमा भनेको क्ले लोम सोइलले राम्रो बाइन्ड गर्छ कि सजिलो हुन्छ। त्यही भएर यो एडोब ब्रिक्सको लागि पर्फेक्ट भनेको यो लोमी सोइल विथ द सफिसियन्ट क्ले कन्टेन्ट भनेको बेस्ट अप्सन हुन्छन्। हामीले क्लेले राम्रो बाइन्डिङ गर्ने काम गर्छन्। त्यही भएर यो भनेको एडोब ब्रिक्समा वान अफ दि बेस्ट हो भनेर हामी बुझ्न सक्छौँ। त्यसै गरी अर्को क्वेसन रहेका छन् क्वेसन नम्बर, अनि यो खासमा यो अप्सनहरू भन्दा हामीले स्यान्ड सोइल युज गर्दा ब्रिक्सलाई बिगारिन्छ, अनि हामीले ग्राभली सोइल युज गर्दा त विथ डजन्ट बाइन्ड वेल कि यो ग्राभली सोइलले त हामीलाई राम्ररी बाइन्डिङ गर्न हेल्प गर्दैनन्। त्यही भएर यो पनि हुँदैनन्। यो भनेको यो सिल्टी सोइल विथ हाई अर्ग्यानिक म्याटर यो अप्सनमा दिएको रहेछन् सिल्टी सोइल विथ हाई अर्ग्यानिक म्याटर। यदि हामी सिल्टी सोइल युज गर्छौँ विथ ह्याभिङ द हाई अर्ग्यानिक म्याटर, यो भनेको क्यान डिके क्विकली कि यो भनेको हामी छिटोभन्दा छिटो डिके हुने चान्स हुन्छ कि, त्यही भएर हामी यो पनि युज गर्दैनौँ। त्यही भएर हामी मेनली युज गर्ने भनेको हामी यो लोमी सोइल विथ सफिसियन्ट क्ले कन्टेन्ट हो। त्यही भएर अप्सन नम्बर बी इज बेस्ट। त्यसै गरी अर्को क्वेसन रहेको छन् 30 नम्बरमा द एबिलिटी अफ टिम्बर फर द कन्स्ट्रक्सन in Nepal has been significantly impacted by increased rainfall in the forest region, sustainable forest management practices, deforestation and unsustainable logging, expansion of agricultural land in the Tarai region। यो भन्न के खोजेको छ भने टिम्बर एबिलिटी डिक्रिजको रिजन के हुन् इन द केस अफ नेपाल। टिम्बर एबिलिटी डिक्रिजको रिजन के हो इन द केस अफ नेपाल। यो भनेको हाम्रो डिफोरेस्टेसन एन्ड अनसस्टेनेबल लगिङ भनेको वान अफ द मेजर हो कि लगिङ कन्ट्रोल नभएकोले लगिङ कन्ट्रोल हामी नगर्न सकेकोले हाम्रो सोर्स हराउँछ कि हाम्रो सोर्सहरू के हुन्छ भने हराउँछ। त्यही भएर फरेस्ट आर डिक्लाइनिङ। सो यो रेनफल पनि हुन त हो, तर यो डाइरेक्ट इफेक्ट होइन। त्यसै गरी सस्टेनेबल डेभलपमेन्ट फरेस्ट म्यानेजमेन्ट प्र्याक्टिस पनि यदि भए त टिम्बर सेभ हुन्छ, तर यो पनि बेस्ट होइन। एक्सपेन्सन गर्दा इट एफेक्ट्स ल्यान्ड बट नट मेजर टिम्बर जोन कि टिम्बर जोनलाई यो खासमा हेल्प गर्दैन। त्यही भएर ल्यान्डलाई त हेल्प गर्छन् तर नट मेजर टिम्बर जोन। सो अप्सन सी इज अ बेस्ट अप्सन। त्यसै गरी अर्को क्वेसन रहेछ क्वेसन नम्बर 14मा कन्टेम्पोरेरी आर्किटेक्चर इन नेपाल इज इन्क्रिजली एक्सप्लोरिङ इनोभेटिभ युजेस अफ इन्डिजिनियस मेटेरियल लाइक स्टोन एन्ड अर्थ इन वे द्याट। अप्सन एमा रहेको छन्। यो क्वेसनले के भनेको रहेछ भने हामी सर्टमा बुझ्दा हाउ इज मोडर्न आर्किटेक्चर युजिङ ट्रेडिसनल मेटेरियल। यो के भन्न खोजेको भने मोडर्न आर्किटेक्चरले यो हाम्रो ट्रेडिसनल मेटेरियललाई कसरी युज गर्न सकिन्छ भनेर कुरा भनेको रहेछन्। यहाँ अप्सनमा रहेको छन् एमा रहेको छन् मिमिक वेस्टर्न आर्किटेक्चरल स्टाइल भनेको यो त हाम्रो लोकलमा यो मिमिक वेस्टर्न आर्किटेक्चरल स्टाइल भनेको हाम्रो लोकलमा फोकस दिने कुरा होइन। यो हामी नट ट्रु, यो सत्य होइन कि फोकस अन लोकल आइडेन्टिटी भनेर भन्दा योमा मिल्दैन। यो भनेको मिमिक वेस्टर्न आर्किटेक्चरल स्टाइल भइसक्यो। यो भनेको डिसरिगार्डेड लोकल क्लाइमेट एन्ड कल्चर, यो पनि अपोजिट अफ द गोल। यो हाम्रो गोलको जस्ट यो अपोजिट भइसक्यो। यो भनेको कम्बाइन मोडर्न एस्थेटिक विथ द ट्रेडिसनल मेटेरियल एन्ड टेक्निक यो हुन सक्छन्। यो भनेको अबको बिल्डिङ्सले स्टोन अर्थ जस्तो मेटेरियललाई मोडर्न डिजाइनमा युज गर्न थालेको छ। त्यही भएर यो भनेको बेस्ट अप्सन हो। आजकल के गर्दो रहेछ भने आजकलको मोडर्न बिल्डिङमा स्टोनलाई
अर्थ जस्तो मेटेरियललाई मोडर्न डिजाइनमा युज गर्न थालेको छ। त्यही भएर यो अप्सन सी इज करेक्ट अप्सन। कम्बाइन्स मोडर्न एस्थेटिक विथ द ट्रेडिसनल मेटेरियल्स एन्ड टेक्निक। त्यसै गरी अर्को रहेछन् क्वेसन नम्बर 15 मा when comparing the environmental impact of construction material, indigenous materials often have a lower compared to the import industrial material। यो भन्न के खोजेको भने इन्डिजिनियस मेटेरियल ह्याभिङ लोवर, के लोवर हुन्छ इन्डिजिनियस मेटेरियलमा के लोवर हुन्छन् भने के कुराको कमी कमजोरी भन्ने कुरा यो भन्दो रहेछन् कि भन्न के खोजेको भने when comparing to the हामी इम्पोर्टेन्ट इन्डस्ट्रियल मेटेरियल्ससँग कम्पेयर गर्दा हाम्रो इन्डिजिनियस मेटेरियलमा के कमी छ भनेर कुरालाई यहाँ भनेको रहेछन्। अप्सन एमा रहेछन् स्ट्रक्चरल स्ट्रेन्थ, बीमा रहेछन् ड्युरेबिलिटी एगेन्स्ट वेदरिङ, सीमा रहेछन् इम्बोडिड इनर्जी कन्ज्युम इन देयर एक्सट्राक्सन प्रोसेस एन्ड ट्रान्सपोर्टेसन, अप्सन डीमा रहेछन् एस्थेटिक भ्यालु एन्ड डिजाइन फ्लेक्सिबिलिटी। यो भनेको करेक्ट अप्सन भनेको अप्सन नम्बर सी नै हुन्। इम्बोइडेड इनर्जी कन्ज्युम इन देयर एक्सट्राक्सनमा प्रोसेसमा हाम्रो सबै इनर्जीहरू कहाँ युज हुन्छ भने यहाँ हाम्रो इनर्जी कन्ज्युम्ड इन देयर एक्सट्राक्सन प्रोसेसिङ एन्ड ट्रान्सपोर्टेसन। खासमा इम्बोइडेड इनर्जी भनेको इनर्जी युज इन मेकिङ ट्रान्सपोर्टेसन प्रोसेसिङ लोकल मेटेरियलमा यो धेरै काम हुन्छ कि त्यही भएर अप्सन सी इज करेक्ट। हाम्रो स्ट्रेन्थ यो स्ट्रेन्थ स्ट्रेन्थ भनेको डिपेन्ड्स अन मेटेरियल, यो मेटेरियल्समा डिपेन्ड पर्ने हो। यो ड्युरेबिलिटी भनेको सम लोकल मेटेरियल्स आर भेरी ड्युरेबल कि सम लोकल्स मेटेरियल आर भेरी ड्युरेबल, त्यही भएर यो पनि हुँदैनन्। अप्सन डी भनेको एस्थेटिक भनेको छन्, एस्थेटिक भ्यालु एन्ड डिजाइन फ्लेक्सिबिलिटी भनेको सब्जेक्टिभ एगेन मेनी फाइन ट्रेडिसनल ब्युटी, त्यही पनि यो एस्थेटिक भन्ने कुरा भएन। त्यही भएर हाम्रो के हो योमा लवर भनेको एम्बोडेड इनर्जी कन्ज्युम डियर एक्सट्राक्सन प्रोसेस एन्ड ट्रान्सपोर्टेसन। त्यही भएर अप्सन नम्बर सी इज अ बेस्ट अप्सन। आजको लागि यो टपिकको लागि यति नै भिडियो इम्पोर्टेन्ट भिडियोहरू छन्। त्यही भएर यहाँसम्म हेरिदिनुमा धेरै धेरै धन्यवाद। भिडियो राम्रो लागेमा च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक र कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद।